बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि। देशमा तथा विश्वमा शान्ति फैलिरहोस्। शान्ति र अहिंसाको प्रतीक हाम्रो देशको अमूल्य गहना गौतम बुद्ध जन्मेको दिन आज। बुद्ध धर्ममार्गीहरूले अथवा बुद्ध धर्मावलम्बीहरूले आजको दिनलाई विशेष दिनको रूपमा लिने गर्छन् र आफ्नो धार्मिक परम्परा अनुसार घरमा पूजाआजा गरी विभिन्न रमाइलोका साथ आज बुद्ध जयन्ती मनाउने प्रचलन छ। यसै अवसरमा एक परिवार जो बुद्ध धर्म अंगीकार गर्नुहुन्छ र त्यसैलाई अवलम्बन गर्नुहुन्छ र आज बुद्ध जयन्तीको अवसरमा आफ्नो घरमा राखिएको यो झण्डा भनौँ देख्दा, तर यसको अर्थ र नाम छुट्टै छ। उहाँ यो नयाँ फेर्ने क्रममा हुनुहुन्छ। यो घरमा राखिने बुद्धलाई सम्मान स्वरूप राखिने हामीले भन्दाखेरि झण्डाको खास नाम के हो र यसको अर्थ के छ, म उहाँहरूसँग थोरै कुरा गर्न गइरहेको छु। सर नमस्कार। नमस्कार। यो के गर्दै हुनुहुन्छ तपाईँ आज? यो आज हामी बुद्धको जन्मोत्सवमा यो नयाँ सन्दर फेरिँदै हो। सन्दर भन्नुभयो यसको नाम? सन्दर। मैले अघि नै यसको नाम थाहा नभएको कारणले गर्दाखेरि झण्डा एकछिन कुरा गर्ने भूमिका मिलाउनको लागि यसलाई झण्डा भने मैले अपमान गरेर भनेको होइन, मलाई थाहा नभएर। भनेपछि यसको नाम चाहिँ सन्दर हो होइन त? सन्दर। यसको महत्त्व अथवा यसको अर्थ यो किन राखिन्छ त्यसको विषयमा केही जानकारी छ हजुरलाई? यो सन्दरमा हजुर यो मलमहरू लेखेको हुन्छ होइन? हजुर, मलम भन्नाले यहाँ के अर्ती उपदेशहरू? मलङ। हजुर, मन्त्रहरू लेखेको हुन्छ। ए तन्त्र मन्त्रहरू पनि लेख्या हुन्छ होइन? हजुरहरू यहाँ देख्न सक्नुहुन्छ, यहाँ विभिन्न चित्र छ होइन? हो हो, यहाँ विभिन्न छुट्टा छुट्टै अक्षरहरू देख्न सक्छौँ हामी। अनि यसमा चाहिँ मलमहरू के अरे मलम मन्त्र लेख्या हुन्छ, जसबाट घरको ग्रह दशा हट्ने। हजुर। अनि घरमा शान्ति ल्याउने, भूतप्रेतबाट यो हट्ने, त्यस्तो हुन्छ। यो सबै यसमा अब सबै मन्त्र हुन्छ होइन? हजुर। अब यो यहाँ तपाईँले यसलाई यो पोलमा बाँधेपछि यो माथि ठड्याइन्छ होइन त? ठड्याएपछि तपाईँको यो हावाले हल्लिन्छ होइन? हजुर। अनि हावाले हल्लिएपछि जति भ्याइन्छ यसको मन्त्रहरू चाहिँ पुरै। ए उहाँ भन्नुहुन्छ यो मलङलाई माथि उत्तोलन गरिसके पश्चात यो हावाको बेगले हल्लाउँदाखेरि झन्डा हल्लिएर यसमा लेखेको तन्त्र मन्त्रहरूले हजुर शान्ति ग्रह दशा सबै यसले हल्लाएर हटाइदिन्छ रे हजुर शान्तैहरूलाई। हजुर। अनि घरलाई शान्त पार्ने अनि विभिन्न ग्रह दशा त्योबाट टाढा राख्ने, त्यस्तो हुन्छ। यो यहाँ सबै हुन्छ। भनेपछि बुद्ध जयन्तीमा अथवा घरको रक्षाको लागि यो हाम्रो झन्डा अथवा मलङको चाहिँ विशेष महत्त्व छ होइन त? हजुर हजुर। अब यो माथि ठड्याउने बेलामा पूजाआजा पनि केही हुन्छ कि यत्तिकै ठड्याएपछि पूजा गरिन्छ? अब खास त हामीले गुरु लामा गुरुहरूबाट पूजा गरेर चाहिँ यो ठड्याउने गर्छ। ए हजुर हजुर। यता हिन्दू धर्मावलम्बीहरूको पुरेत झाँक्री भने जस्तो लामा गुरुहरू मार्फत पूजा गरेर ठड्याउनु पर्ने हो खास चाहिँ। तर हामीले यो चाहिँ अब अहिले पुरै पूजा गरेर लिएर आयो कि यो चाहिँ। ए हजुर, यो पूजा भइसक्यो। हेर्नु न यहाँ कति राम्रो खरायो पनि रहेछ, खरायो जोडी। हजुर हजुर। प्रसङ्ग अलिकति बाहिर गयो। अब यो झन्डा उत्तोलनको लागि मलङ ठड्याउनुको लागि हाम्रो म्याडम यहाँ पूजा गर्ने सुरसारमा हुनुहुन्छ। यो मलङलाई हामी यहाँ यो पाइपको पालमा राखेर ठाडो बनाउँछौँ। अहिले भने उहाँले यो मलङको शिरमा
पूजाआजा गरिएको फुलपातीहरू ध्वजा खादा सुशोभन गर्दै हुनुहुन्छ र यो केही समयपछि यो माथि ठड्याउने कार्य हुनेछ। पूजा अर्चना गर्दाखेरि यो धूपको निकै नै विशेष महत्त्व रहने गर्दछ र सोही अन्तर्गत अहिले यहाँ मगमग धूपको बास्ना आउन थालिसकेको छ। पूजाहरूमा आर्टिफिसियल स्वास्थ्यको लागि हानिकारक धूपहरू भन्दा यसरी घरमै निर्माण गरिएको हाम्रै वनपाखा पखेराहरूमा पाइने वनस्पतिहरू मार्फत निर्माण गरिएको धूपले स्वास्थ्यलाई हानि नोक्सानी पुर्याउँदैन भने यो वातावरण मैत्री पनि रहने गर्दछ। त्यसकारण हामीले बजारहरूमा निर्मित स्वास्थ्यको लागि हानिकारक धूपहरू भन्दा त्यस्तै आफ्नै घर पाखा पखेरामा आफैले निर्माण गरिएको धूपहरूलाई प्राथमिकता दिन म जरुरी देख्दछु। हजुरले अहिले अर्को यो ध्वजा पताका खोल्न थाल्नुभयो, यो चाहिँ के हो खास? यसलाई तोरण भनिन्छ। ए तोरण, हजुर तोरण त हिन्दू धर्मावलम्बीहरूले पनि बनाउँछन्, तर त्यो चाहिँ बाब्योले बाटेर विभिन्न फुलहरू उनेर बनाइन्छ। यो चाहिँ यो तोरणमा नि हेर्न सक्नुहुन्छ तपाईँले, हजुर विभिन्न अङ्कित चित्र छ। हो हो हो, यसमा मन्त्रहरू पनि लेखेर चाहिन्छ। मन्त्रहरू लेखेको छ। हजुर मैले अघि नै भनिसकेँ, यो जति हावाले यसरी फरफराउँछ नि, हजुर हो हजुर यो तन्त्र मन्त्रले नै हो, घरको अशान्ति ग्रह दशा यो भगाउने हो कि। हावाले हल्लाइसकेपछि त्यसमा लेखिएका मन्त्रहरू तरङ्गित हुन्छन् र त्यसको शक्तिले भेटेसम्म घर वरिपरि आउने नकारात्मक भावहरू त्यो मन्त्रको शक्तिले दूर गराउनेछ र घरमा शान्ति छाउँछ भन्ने मान्यता रहिआएको छ। अब यो लुङ्गुरमा दुध चढाएर चोख्याउने कार्य भइरहेको छ। जौतिल चढाउने कार्य भइरहेको छ अहिले। यो जौतिल भन्ने चिज चाहिँ फेरि हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको साझा पूजा गर्ने सामग्री रहेछ। हिन्दू धर्मावलम्बीहरूले पनि पूजा अर्चना पूजाआजा गर्दाखेरि जौतिलको विशेष महत्त्व रहने गर्दछ। र आज बुद्ध जयन्तीको अवसरमा पोहोर साल आफ्नो घरमा राखिएको पुरानो लुङ्गुर तथा तोरण निकालेर विधिवत रूपमा नयाँ लुङ्गुर तथा तोरण उत्तोलन तथा सुसजावट गर्ने कार्य सम्पन्न भइसकेको छ। साथै यो भिडियो सामग्री हेरेर साथ सहयोग गरिदिनु भएकोमा तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद।